साथीहरू म चाहिँ बोलेर कहिले पनि भिडियो बनाएको छैन, फर्स्ट टाइम बनाउँदैछु साथीहरू। किनभने मलाई चाहिँ मान्छेहरूले के भन्छ भने कति भिडियोहरू बनाएर पोस्ट गरेको फेसबुक टिकटकतिर भन्छ क्या राम्रो चाहिँ बनाउने होइन भन्ने भन्छ। अब राम्रो बनाउन आओस् नआओस् त आफ्नो खुसी हो नि, आफूलाई जस्तो आयो त्यस्तै बनाएर पोस्ट गर्ने हो। अरूलाई चाहिँ के, अरूले जस्तो बनायो भने अरूलाई चाहिँ के को टाउको दुखेको होला जस्तो लाग्छ क्या। किनभने मलाई चाहिँ के लाग्छ भने म टिकटक भिडियोहरू बनाउँछु हेर्छु, मलाई पोस्ट गर्दा मलाई खुसी लाग्छ। टिकटकहरू बनाउँदा नाच्छु आउँछु, एकछिन टाइम हुँदा जे भनेको पनि टाइम निकालेर गर्ने हो नि त, जे कुरा पनि गर्दाखेरि। म चाहिँ एकछिन अब काममा एकछिन फ्री हुँदा भने यसो टिकटकहरू हेर्छु, गीतहरू मनपर्छ उचाल्ने बनाइ पनि हाल्छु र मलाई पोस्ट गर्नको लागि म पोस्ट पनि गरिहाल्छु त, जतिखेर पाएँ त्यतिकै गर्छु। तर मान्छेहरूलाई चाहिँ टाउको दुखेर चाहिँ के कति पोस्ट गरेको कति के होइन त्यस्तो लाग्ने मान्छेहरूले पुरै ब्लग गरेर कुनै त्यो नहेर्दा भइगयो नि त, हेर्नुपर्छ भन्ने पनि हुँदैन नि त।